यो चाहिँ पाटनको कृष्ण मन्दिर है। सकेको छु तपाईहरुको माझ ओली भलकमा नयाँ भिडियो लिएर। आज हामी ललितपुर जिल्लाको कृष्ण मन्दिर, यहाँ नरेन्द्र देवले चलाएको एउटा रातो मत्स्येन्द्रनाथ भन्ने पर्व चाहिँ जो सदैव चलिरहने, त्योदेखि लिएर मैले कृष्ण मन्दिर सम्पूर्ण भिडियोहरू देखाउँछु। युट्युबमा गएर सब्सक्राइब, त्यसै गरी सेयर अनि हेरेर चाहिँ धेरै माया गरिदिनु ल। अब चाहिँ हामी मोटरसाइकल पार्किङ गरेर फर्किन्छौँ। हामी चाहिँ अहिले कृष्ण मन्दिर ललितपुर जिल्ला र यो चाहिँ अहिले हामी जान लागेको भनेको चाहिँ पाटनको कृष्ण मन्दिर, जुन चाहिँ विश्व सम्पदा सूचीमा नेपालको 10वटा यस्ता खालको ऐतिहासिक तथा धार्मिक स्थलहरू चाहिँ विश्व सम्पदामा सूचीकृत छन्। त्यसमा चाहिँ यो भनेको चाहिँ अब हामी जान लागेको भनेको चाहिँ पाटनको कृष्ण मन्दिर चाहिँ यो। अहिले चाहिँ हामी पाटनको कृष्ण मन्दिर भनेको होइन, यो चाहिँ हामी पाटन कृष्ण मन्दिर आइसकेका छौँ। तपाईँहरूलाई हामी सम्पूर्ण भिडियो देखाउने छौँ। अगाडिको मन्दिर चाहिँ हामीहरुको किताबमा रहेछ, तर मैले चाहिँ ठ्याक्कै भेटाएन। तपाईहरुले हेर्नुभयो होला फोटोको बारेमा, र यहाँ पनि तपाईहरुले प्रत्यक्ष देख्न सक्नुहुनेछ। पाटन मन्दिर यहाँ एकदम मान्छेहरुको भिड एकदम राम्रो मात्र छ है। फेरि यो काठमाडौँ भएको कारणले गर्दा यहाँ मान्छेहरु एकदम फोटो हामीले बुकमा देखेको मन्दिर भनेको कुन चाहिँ यो यताको कि उता पारिको है यो मन्दिर होइन, कृष्ण मन्दिर। तपाईहरुले एकचोटि आउन सक्नुहुन्छ। एकदम राम्रो छ, रमणीय छ, घुम्न मन लाग्ने खालको छ है त। अम्बिकेश्वरी मन्दिर के छ र? अम्बिकेश्वरी तपाईँले हेर्न सक्नुहुन्छ है। वाह, तल पानी पनि आउँदो रहेछ। फेरि यो चाहिँ पानी आउने ठाउँ भयो। मजासँग मान्छेहरू हात खुट्टा मुख धुने सबै गर्दो रहेछ यहाँ ठाउँमा। हामी चाहिँ यहाँबाट फर्किसकेका छौँ। यहाँ चाहिँ एकदम पर्यटकहरू आउने गर्दछन् है। बिनाजु के भन्नुहुन्छ त? एउटा दुईवटा फर्किन्छौँ है। हामी यहाँबाट फर्किसकेका छौँ है त। पाटनको कृष्ण मन्दिरबाट फर्किसकेका छौँ है त। अब तपाईँहरूलाई सम्पूर्ण भिडियो चाहिँ हामीले साँझ ओली भलकमा आउँछ।